This called सुकुन। दामी तरिकाले मेरो फुलले लाउनु भएको रहेछ बाटोहरू यस्तो दामी छ गाइजहरू हैन काम गर्नु भएको यहाँ थका मेटिरहेको छु यहाँ चाहिँ हाम्रो भेना मेरो भाइहरू आउँदैछ लाइक वाउ I can't explain what is the खानुपर्ने हुन्छ रातिको 10 बजे खुवाइछ 7 बजे खानुपर्छ सेवा हेलो एभ्रीवन सेवा नमस्कार यहाँहरुलाई स्वागत गर्न चाहन्छु फेरि पनि मेरो न्यू ब्लगमा न्यू डेमा म चाहिँ मेरो जन्मस्थल जन्म घरको अगाडि रहेर स्टार्ट गरिरहेको छु आजदेखि चाहिँ मेरो हाम्रो मुनमुन ट्रेल स्टार्ट हुन आँटेको छ आउनु यहाँ हेर्नु देखाउनु यो चाहिँ हाम्रो अर्ग्यानिक फार्सी जनालाई गुड मर्निङ कस्तो भयो हाम्रो गाउँको गुड मर्निङ भन्दिनु न एकदम राम्रो रमाइलो तपाईँ कस्तो भयो राम्रो लाग्यो सुताई बसाई एकदम ठीक लाग्यो तेरो कस्तो भयो यता कस्तो भयो एकदम राम्रो हाम्रो फर्स्ट डे बिरामी भए ओइ ओइ मेरो चार्जर टिप्दैन यो दबाई ल्याइदिन ल म प्रेरणालाई भन्छु मेरो चार्जर बिग्रिन टिप्दा गुड मर्निङ फ्रम भोजपुर टेम्केमयू गाउँपालिका नागीचार हामी चाहिँ यहाँ आइसकेको छौँ गाइजहरू यहाँ त यस्तो छ हाम्रो अम्बकहरू पनि फलिरहेको रहेछ है मलाई थाहा थिएन हिजो त नाइटमा आएको थिएँ दिदीहरू चाहिँ छिटो आएको हो यहाँनिर नयाँ स्थापना भइसकेको छ ड्रागन फ्रुट हाम्रोमा सुन्तला पनि रहेछ सुन्तला पनि थाहा थिएन मलाई फलिसकेको छ अम्बकहरू पनि लानु पर्थ्यो अब हामी चाहिँ अर्को घरतर्फ जाउँ चाहिँ के लिएर आउँछ अछु जाडो छ यार यहाँ त यो हाम्रो पुर्खौली घर यसपालि त मकै पनि दामी तरिकाले मेरो फुपूले लाउनु भएको रहेछ बिहान बिहानै घर लिपपोत भइसकेको छ हाई सानो ल हाम्रो घर आमा टन्नै मकै फलेछ त यसपालि त फुपू फल्दैछ एउटा स्वेटर दिने कि जाडो भयो अकाबारी खोर्जानी वा मेसानले बोक्को छ्यात्त भेस्से सार्नु नि तल भाइ माम मिसान चाहिँ खेलेको खेलेकै छ हिजो क्या मैले क्या ब्लगमा भने क्या यहाँ चाहिँ 12 महिना धान फल्छ भनेको कि 12 वर्ष काका चाहिँ तेरो 12 वर्ष होइन 12 महिना अर्ग्यानिक मालहरू गट्टा फर्सीको पाहाडमा त यस्तै हो सुँगुरला नै सुन्तला जुनार के गर्दैछ गाइजहरू बेबी पानी खेल्नुहुन्न कम पर्दैन वास अब यो महिलै त हुन्छ नि वास जति गरे पनि त्यस्तै हो दिदी के चाहिँ गर्नु अनि पानी खानु हुँदैछ दिदीले म नानीलाई अब खाजा दिन्थेँ अर्ग्यानिक चिया के हुँदैन नि हाम्रो नयाँ किचन मेरो भ्लगमा यो किचन आएको थिएन पहिला तरकारीको रोडै गर्दैछ बहिनीले काम गर्नुभएको राम्रै मकै छोराउनु हुँदैछ जानुलाई रेडी हुँदैछ मेकअप सेकअप यता रेडी भइसक्छ हाम्रो झोलाहरू पनि रेडी भइसकेको छ अब हामी जाने म पनि यहाँ रेडी भइसकेको छु छिटो गर्नु न छिटो गर्नु हाम्रो रेडी भएर हिँडेको लाग्यो गाइजहरु बाइ हिँडेको अब यो कभर चाहिँ हाम्रो माथिसम्म छ हाम्रो काकाले लाउनु भएको
अकबर खेती अकबर चाहेमा सम्पर्क गर्नु होला हामी हिँडेको। ओइ के छ खबर तिम्रो छोरा के छ खबर? हाय गर्दा कहाँ हिँडेको रे यस्तो राम्री भएर? ओइ डाइलग के छ अरे भन त? ओइ दैले सिलाई हिँड्नु भनेको जाने सन्देश म कान्छीसँग हिँड्छु उसको ब्लगको बनाएर हिँड्छ टिकटक 2 दिनको बाटोमा 5 दिन लाग्छ। ओइ हो मेरो सुँगुरहरु बिच बस ओइ फेरि राम्रो बन्ने मेना जाउँ जान्नु भएन हिरो भएर आइगयो घरेमा त खोइ कट्टु खोइ चप्पल ओइ खानुमा के चाहिँ हिँड्ने भेना त हेर्नु यो मेरो भेनाको टेम्पो कसैलाई चाहिएन सम्पर्क गरिदिनु होला। म्याट ल्याइन ए आउन चुपचाप ओइ छैन रे त्यस्तो हामी चाहिँ अब हिँडेको टेम्पोमा अन्नपूर्ण हामी यहाँ ग्यारेजमा छौँ। भेनाको टेम्पो के भयो रे आफ्नै भेनाको टेम्पोमा जान्छु भेना आयो भनिदिनु साडीहरु लगेर जाँदैछु गाडीमा बिग्री लाग्यो जस्तो गर्छन् जाँदैछु चखियासम्म टेम्पोमा जाम ढिलो हुन्छ। यो चाहिँ हामी बाटो जाने क्रमको झरना बाटो जाने क्रममा यसमा भिडियोमा हेर्नु नम्बर होमस्टेको त्यही टाँसेको छ होमस्टे गर्नु पर्यो भने त्यहाँ भिडियोमा हामी चाहिँ चखेवा आइपुग्न आँट्यौँ। अब गाइजहरू यहाँ छौँ आइपुग्न आँट्यौँ। अब यो घुमिसक्यो त We are coming चखेवा घाम लागेको छैन त भेना I am coming नधार्नै भेना छेउ नाम न छेउ साइलुङ डाँडा ए ऐसेलु डाँडा रहेछ यार। हामी आइपुग्यौँ अब चखेवा। यहाँदेखि हाम्रो पैदल यात्रा स्टार्ट हुन्छ गाइजहरू। पुरानो तिङ काठे तिङ हामी चखेवामा हजुर त्यो माथिको चाहिँ टेम्कै गाइजहरू टावर बनाएको रहेछ। हामी आइसकेको छौँ। यहाँदेखि उता खोटाङ यहाँदेखि यता भोजपुर हामी चाहिँ सिमानामा छौँ गाइजहरू। यहाँ त कस्तो हावा आएको के ब्यागमा छ मेरो ब्यागमा छ। हामी चाहिँ अब मुन्जुम ट्रेल हिँडेको गाइजहरू देख्न सक्नुहुन्छ। रेडी साथीहरूलाई पर्खिरहेको छौँ यहाँ। स्वर्ग हेर्ने हो साथीहरू स्वर्ग दिस कल स्वर्ग हामी चाहिँ हिँडेको अब स्टार्ट गरिसक्यौँ हामी मुन्जुम। कस्तो हुँदैछ गाइजहरू हिँडाइ कस्तो हुँदैछ भाइ कस्तो हुँदैछ? हामी चाहिँ यहाँ माथि डाँडा आइसकेको छौँ। अब हामी चाहिँ हिँड्दैछौँ गाइजहरू। हाम्रो टोलीहरू पछाडि पनि आउँदैछ यहाँ पनि छ चलिरहेछ नि गाइजहरू भन्न सकिन्न। ए 3 जना हामी यहाँ आइपुग्यौँ। यहाँ छ चौतारी बस्ने ठाउँ। अया यहाँदेखि पनि अझ यता जानुपर्ने हामी। यहाँ चाहिँ यस्तोहरू पनि छ है। यसले के भन्छ देउराली धाम कि समथिङ त्यस्तो बनाएको भन्छ नि त होइन? वाउ ओके अघि टाउकोमा लगाउनु पनि भ्याइसकेको छ यार। के काटेको भाइ? हामी चाहिँ यहाँ एक खुर्कुलो चलेको छैन पुरा खाजा खाँदैछ। हामीले यस्तो गरेर यति कमले खानुपर्छ। गुरुङ पाक
यहाँदेखि हामी जाँदैछौँ खोइ काकाहरू अझै पनि आइपुगेको छैन जहिले काका इज अलवेज लेट हिजो पनि हामी चाहिँ यहाँ आइपुगेको छौँ उफ यहाँ चौतारी उकाली चढ्दैछौँ गाइजहरू के भन्छ उकालो चढ्दैछौँ गाइजहरू अहिले चाहिँ ठ्याक्क 12 बजिरहेको छ होइन हामी चाहिँ यहाँनिर छौँ यो ठाउँको नामै थाहा छैन यस्तो ठाउँमा हेर गाइजहरू ओ गाइजहरू हामी चाहिँ यहाँ आइपुग्यौँ यहाँ हिँड्दैछौँ हालत पत्ती गर्मी भइरहेछ यहाँ आइपुग्यौँ हामी बहिनी देखाइदेऊ यता बहिनीले चाहिँ यस्तो बनाउँदैछ भरे टक्क फोटो खिच्ने हो होइन ए गीत पनि पुरा बजाइकन पो ल ठिक छ अब हामी कहाँ पुग्ने हो माथि हो माथि ए ओके गो हामी चाहिँ फाइनली यहाँ आइपुगेको छौँ हाई गरिदियो ल कसले कुकुरी रम्लेको छ ए ओ माई गड त्यस्तो देखाउनुहुन्न यस्तो बाटो चाहिँ अलिक शान्त हुन्छ नि गर्मी नभएर क्या यहाँ चाहिँ पोखरी पनि रहेछ गाईहरू दामी अन्त मकै खाँदै पनि हिँड्दैछौँ यहाँ तल पोखरी पनि छ होइन हामी चाहिँ हिँड्दैछौँ अहिले उयो उकालो चढ्नै बाँकी छ हामीले 2टा डाँडा काट्यौँ होला होइन 2टा डाँडा काट्यौँ अब एउटा डाँडा काट्नु छ अझै फेरि कति छ यस्तो डाँडाहरू त अब डाँडा चाहिँ स्टार्टिङ भयो फेरि मान्छेहरूले त्यस्तो गाह्रो चाहिँ छैन नि है ठाडो उकालो भए चाहिँ हामीलाई गाह्रो हुन्थ्यो होइन तर उकालो तेर्सो टाइपले भएर हामीलाई सजिलो छ ठाडो उकालो भएको भए चाहिँ गाह्रै हुन्थ्यो होइन साथीहरू तर यतिको कुल नै छौँ हामी अहिलेसम्म चाहिँ यति बेलासम्म अर्को ग्रुप पनि हुनुहुन्छ त्यहाँ गाइजहरू मल्ल पोखरी भनेको चाहिँ यहीँ अरे यहाँनिर माछाहरू पनि छ हामी चाहिँ तल नझरेको यहाँदेखि माथि माथि नै जाने हो होइन त्यही नि मैले तपाईँहरूको लागि अलिक तल झरेर भिडियो बनाएँ दिस कल्स सुकुन आई फिल सो गुड वाउ थकित भएर उकालो देखाइदेऊ त भाइ यता कस्तो छ उकालो यस्तो उकालो हिँडेर यहाँ थकित भएर यहाँ थकाइ मारेको हाम्रो साथीहरू डाँडा पारी छ अझै कति बेला पुग्छ 5 जना जानु ऊ जे दोस्ती भनेको दोस्ती हुन्छ कि सम्झिन्छ धन्यवाद यार मैले जति सक्दो भिडियो गर्ने प्रयासमा चाहिँ ब्याट्री पनि सकिँदैछ होइन गाइजहरू मेरो सास फुलिएर यता नानी पनि आउँदैछ हामीसँग हिँड्दैछ है सबजना खकै थप यहाँ रहेछ त नि लट्ठी बनाउनुको लागि हामीले यहाँ चाहिँ ऊहरू हेर्दैछौँ रुखहरू खुकुरीले निकाल्छ अरे हौ खुकुरी निकाल्छ कुकुरै खान्छ जस्तो लागि लट्ठीको लागि आमामा बोक्नु गाह्रो परेको हो त्यही भएर लट्ठी काटेर दिने लट्ठी काट्दैछ है भाइले हाम्रो भाइ चाहिँ सिङ्गल है क्युट छ एक्लै हिँड्दै थियो मैले नगरेको बहिनीहरू देखाउनु पर्यो भने चाहिँ अर्को बहिनी बिहे गरिसकेको रहेछ खोइ गइसक्यो के गर्नु भाइ चाहिँ तर्के गर्छ सोल्टिनी नजिक आउँदा अनि भयो हामी चाहिँ यहाँ आइपुगेका छौँ हिँड्दै हाम्रो हिँड्नै जारी छ सबैको खुट्टा दुखेर सबैको हातमा लट्ठी देख्न सक्नुहुन्छ होइन ल यहाँ चाहिँ आफ्नो पोज आमामा के हो खोली हट पोज जाँदैछ यहाँ चाहिँ वा यत्तिकै चाहिँ हुनुपर्छ यत्तिकै आएपछि मारडाला हिला डाली 3-4 घन्टापछि अर्को ग्रुप हाम्रो ग्रुप भेटिएको छ यहाँ हराएको थियो हाम्रो चाहिँ यहाँ खाने क्रम चलिरहेछ मन काका त कस्तो छ खाएर देखाइदेऊ पनि ओइ पेनामिस कस्तो छ थाकै छुइनँ लु चस्स खाएर देखाइदेऊ हेर न भागेको
ए लगिदिएको रहेछ कस्तो छ ओए खाने यो त मिठो छ हेलो एभ्रीवन कसैमा एक्साइटेड भन्ने कुरा छैन कोहीसँग एक्साइटेड भन्ने कुरा छैन भेना बाइक जाम ल अब हामी लाग्यौं कालो खाजा साजा खाएर यो भेनाबाट ममन यतिको हेर्छ भेना पाउनु त लु भयो सम्झिने नि फेरि यतिको भेना पाउनु सम्झिने नि अहिले हाम्रो यात्रा चाहिँ यहाँ हुँदैछ है यता हेर्दा भाइ खतरा भारी बोक्ने चाहिँ मेरो भाइ है अयो जाम थकै मार्नुभएको भेना चाहिँ फेरि एकछिनमा आइहाल्छ यता फेरि आमा गयो हिरो नि भएर हामी चाहिँ यहाँ आइपुग्यौँ गाइजहरू घरि घाम लाग्ने घरि घाम जाने कार्यक्रम भइरहेछ घरि चाहिँ जाडो हुन्छ घरि चाहिँ गर्मी के हो यस्तो त्यस्तो पतली भएको छ गाइजहरू भन्नै सकिन्न थोप्राको अवस्था बिग्रेर आया के भन्नु र यो कपालहरूमा नजानु होला थोप्रातिर नजानु होला तपाईँहरू सिनतिर जानु हाम्रो कुरा कानीतिर जानु होला होइन यात्रा जारी छ माई गड यहाँ चाहिँ बस्ने व्यवस्थाहरू पनि छ फोर्मला पनि छ होइन अरू चाहिँ मलाई ठिकै लाग्यो मुन्दुम ट्रेल होइन तर यहाँ पानीको कमी छ पानी चाहिँ टन्नै बोकेर आउनुपर्ने रहेछ बस्ने ठाउँ त बबाल छ त यहाँ वाउ बादलहरू त ल्याउनु लु के ल्याउनु पर्ने तपाईँलाई भेना ल्याउ न यस्तो ब्याग बोकेको छ हेर आमामा यतिको चाहिँ हुनुपर्छ यतिको काका एकछिनमा उयो बादलहरू खिच्छु ल बाटोहरू यस्तो दामी छ गाइजहरू होइन हाम्रो टोलीहरू पर पुगिसक्यो यता अर्को टोलीहरू खाने हजुर हेर्नु कस्तो राम्रो मौसममा हामीहरू जाँदैछौँ यति राम्री भएर आउनु होला हाम्रो मुन्दुम ट्रेल एभ्रीवान एकछिनको जोस हो क्या यो चाहिँ फेरि एकछिनमा हराउँछ फेरि यस्तो हिँडाको जोस बाबु है हाम्रो राईहरूको होइन त्यहाँ चाहिँ बस्ने ठाउँ पनि छ हाम्रो टोलीहरू त्यहाँ गइसकेको छ यहाँ हाम्रो काका हिँडिहाल्नुहुन्छ हाम्रो टोलीहरू त्यहाँ बसिरहनु भएको छ हेलो हाम्रो टोली छैन र त्यहाँ ओए हाई गर्दैन ओ माई गड अहिले त्यस्तो नभन्नु होइन बेजत नगर्ने बेजत सालीहरूको यतिको एनर्जी चाहिँ हिँड्दा आउँछ है तेर्सो हिँड्दा गाइज उकालो हिँड्दा चाहिँ मरे यो उकालो हिँड्नुपर्छ पुरा गएर उता पुग्नुपर्छ हामी हिँड्दैछौँ तै पनि एकदम जाडो भएको थियो एकछिन अहिले चाहिँ ओभर गर्मी भइरहेछ होइन ओइ म त काका पुरा हिमालतिर गएको फिल भइरहेछ यहाँ चाहिँ सबैजना थकाइ मेट्न बस्नु भएको छ हामी चाहिँ खाजा कहाँ खाने माथि हामी चाहिँ यहाँ थकाइ मेटिरहेको छौँ है पढाइ मिसहरू आइरहनु भएछ यहाँ चाहिँ धारा पनि रहेछ यो धारा यहीँ उम्रेको धारा हो यहाँदेखि हामीले चल्खेदेखि आएर एकैचोटि पानी पिउने ठाउँ भनेको यहीँ हो कि त आफै बोकेर आउनु पर्यो होइन गाईहरू कि त यहीँ आएर पाउनु पाइन्छ हामीले पानी यहाँ चाहिँ सबैजना थकाइ मेट्नलाई बस्नु भएको छ 2 ग्रुप छौँ यहाँ चाहिँ हामी साथीहरू एकदमै भुटेको मन खाने हुनेछौँ त्यसको काम चाहिँ भन्दाखेरि लेखामा हिँड्दाखेरि चिसोबाट बचाउने न्यानो बनाउने काम गर्छ दोस्रो यसले
लेख लाग्ने भन्छ त्यो बाटोमा बचाउँछ त्यो भएर तपाईँहरू जो जो मुद्दुम पदमार्ग यात्रामा आउनुहुन्छ मकै चाहिँ अवश्य ल्याउनु होला मकै भटमा अवश्य ल्याउनु होला त्यो खै मकै भटमा छ भनेको चिन्नुहुन्न होला कसैले यस्तो हुन्छ यस्तो लिएर आउनु होला भन्नु न भन्नु के को दुध बाइक निकाल्नुहुन्छ अरे चरेको दुध बाइकसँग निकाल्नु हाम्रो यात्रा चाहिँ यो कहाँ आइपुग्यौँ काका दलसिंहसम्म दलसिंहसम्म हाम्रो ग्रुपहरू जाँदैछ हामी टोटल त कति जान्छौँ हौ 15 जना नानीसम्म ल ठिक छ अनि बहिनीलाई कस्तो लाग्दैछ हाम्रो पहाड धरानदेखि आएको उनीहरू मेरो काका हो के कस्तो फोटो खिच्नु अरे तपाईँको जस्तो छ पैसा खिच्दैन मिलाएर फोटो खिच्नु पासपोर्ट किन्ने च्याउ कस्तो म त यो म क्यामेरा राख्छु कि काका फोन राख्छु फेरि यस्तो दामी दामीको हेर्छु होइन फेरि झिकिहाल्छु क्या हेर्नुहोस् गाइजहरू यस्तो दामी दामी ठाउँ छ यहाँ मेरो मोबाइलले क्याप्चर नगर्ने सक्ने ठाउँहरू छ रहेछ यहाँनिर मजाले टाइम दिएर आउनेहरूले चाहिँ है दामी खिच्छ हामी जस्तो सकिँदैन रहेछ यहाँ चाहिँ हाम्रो भेना मेरो भाइहरू आउँदैछ गाइजहरू पछाडि दिदी बहिनीहरू हामी चाहिँ यता जाँदैछौँ अब बाटो त बबाल छ कहाँको फेरि पोच बेग्लै छ ल ल कस्तो हुँदैछ उहाँहरू चाहिँ फर्किनु हुँदैछ तपाईँहरूलाई कस्तो हुँदैछ यात्राहरू यता भनिदिनुहोस् उता भाइ ल हुन्छ यात्रा त भेरी गुड भइरहेछ नि ल हामी चाहिँ मुद्दुम ट्रेलको दलसिंह छेउको खोला पार गर्दैछौँ अहिले हेलो गाइजहरू हेलो 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 थ्याङ्क्स सर बोल्नु न सास फुल्यो मेरो त अहिले हामी मुद्दुम ट्रेलको दलसिंह र धोद्रेको बिचमा छौँ हजुर अहिले हामी वरिपरि देखिरहेछौँ बुढा चिमल यो सबै चाहिँ गुराँसहरू चिमलहरूको नि रुखहरू चिमलहरू देखिरहेको छौँ यो चाहिँ वातावरणमा कहिले फुल्छ भनिदिनुहोस् यो चाहिँ चैतमा फुल्छ चैत वैशाख फुल्छ वैशाखसम्म लगभग जेठ पहिलो हप्तासम्म रहन्छ अनि धन्यवाद मलाई के भनेको 1 घन्टामा पुगिन्छ 1300 छ भने फस गया हेर्ने 1300 यस्तो छ गाइजहरू 1300 यस्तो छ छैन होइन छ कि 1300 तर यस्तो 1300हरू पनि धेरै छ यहाँ चाहिँ 1300 छ किन झुट भन्नु जाउँ ल जाउँ हालत पत्ली भएको छ अहिले 4 बज्न आँट्यो बिहान खाना खाएपछि प्रोपरली केही खाएको छैन त्यही चक्लेट मकै खाँदै हिँडिरहेको छ होइन साथीहरू सबैजना भेला भएर खाजा खाने भनेको कोही पछाडि कोही अगाडि गाह्रो छ ल हालत पत्ली भएको छ के गर्नु खोइ हाम्रो टोलीहरू होइन टोली परतिर कता छ जङ्गलबाट डाँडा काटेर आइसकेको छु ठाउँको नाम के हो काका दलसिंह कट्यो दलसिंह कटिङ अरे आज चाहिँ हाम्रो यात्रा धोत्रेसम्म हो गाइजहरू तर मर्नु भइसक्यो हाम्रो साथीहरू कहाँ पुगिसक्यो गाइजहरू धोत्रे चाहिँ त्यही पल्लो डाँडा है फेरि पर्खिने पनि छैन पल्लो डाँडाहरू धोत्रे चाहिँ कुन अरे उता पल्लो डाँडा उताको अनि उता पल्लो डाँडा हो अब धेरै छैन हो धेरै छैन
भेन हतार हतार यहाँ चाहिँ हामी खाजा खाँदैछौँ है सबैजना भएर गाइजहरू यहाँ अरू टिमहरू पनि हुनुहुन्छ फाइनली यहाँ भर्खर हामी चाहिँ वहाँ पुग्नु पर्ने अब म जान्न होला माथिबाट हामी चाहिँ त्यहाँ पारी जानुपर्ने के छ खानेकुरा अब अलिकति मात्रै हिँड्नु भएको छ मात्र यति थकाइ मारौँ एभ्रीवान चेयर्स चेयर्स थकित छौँ हामी गाइजहरू यस्तो थकित अरे गाइजहरू यो के अरे घङ्गेरीको राख्नु नि चाख त चाख न भाइ चाख्दै खाएर देखाइदेऊ न भाइ अनि पो प्रुफ हुन्छ त लु थाने थाहा यस्तो ठाउँमा बसेको थियौँ है गाइजहरू यहाँनिर अब हिँड्ने खाजा खानु बसेको एकदम मुस्किल लागिरहेछ हामीलाई एकदम त्यही नै हामी हिँड्दैछौँ यतिको यात्राले चाहिँ आज मयुमचुली भ्याइ नै बताएन दिदी टोली चाहिँ हाम्रो फेरि मजा मेरो त भइसक्यो थुप्रै भइसक्यो म सिलेचुङ भ्याइसकेको नि गर्नु पर्यो नि ग्रुपिङ चाहिँ हाम्रो फेरि बाँडफाँड हुन्छ र टेन्सन लाग्छ हामी चाहिँ अब चाहिँ एकदम कठिनाइ ठाउँमा आइपुग्यो है त्यतिको यो चाहिँ उकालो चाहिँ अहिले म नजिकबाट देखेर रिघाटो चलिसक्यो उहाँहरूलाई मुदुमबाट फर्किसक्नु भइसकेछ है म यो सम्मको यात्रा होला वाबुक चिन्ड हाम्रो बान्तावाराईको एकदम नभई नहुने चिजको यहाँ चाहिँ दह छ तर पानी चाहिँ अलिकति नपरेको कारणले यहाँ चाहिँ हाम्रो फेरि फोटोहरू यहाँ फेरि भिडियोहरू गइरहेछ त्यस्तो छ है सबैजनालाई हामी चाहिँ गयौँ है यही अब हाम्रो मेन कठिनाइ उकालो भनेको होइन अझै पनि होला नि म त अब फर्स्ट टाइम हो अहिले म बोल्दिनँ यहाँ के मेरो भ्लगमा गीत गाइदिनु न यार काका गीत गाइदिनु न बोकी फुलसिरैमा यो चाहिँ हाम्रो फेरि भ्लगको ओनर घरबेटी मलाई सुहाउने रात टिकीमा हामी चाहिँ अहिले यस्तो सिडी अब म जान्न होला हुन्छ खासै म जान सक्दिनँ है यहाँबाट चाहिँ फोटो हान्दिउँ न ल जाऊ म यहाँ फोटो खिच्नु फोन चाहिँ कसकोबाट भ्यू चाहिँ यस्तो छ यहाँ मयुदेखि आउने मयु जाँदै गरेको चाहिँ स्ट्रप तिमी कसो छ उहाँ चाहिँ आजको फेरि एक्साइटेडमेन्ट हो उहाँले चाहिँ फेरि आज भिरपाखा चाहिँ बाटो चाहिँ हाम्रो यता छ है तर उहाँले चाहिँ फेरि एक्साइटेड भएर आज चाहिँ भिरपाखा नै भन्नुहुन्न है अब्बर छ भ्यू चाहिँ स्वर्ग हेर्नु चाहिँ तपाईँहरू आउनु होला यहाँ त्यो टाढा नजाने सक्यो भने मयुसम्म चाहिँ अझै भेट्टाउँछु कि भन्छु गरेर हिँडेको के हो पारा यस्तो प्रश्न चाहिँ फेरि डेन्जर
यो बाटोमा नि पछि यो मङ्सिरमा लाग्ने बाला चतुर्दशी चैतमा लाग्ने रामनवमी मेला भन्छ त्यो चाहिँ सालपा पोखरीमा लाग्छ होइन त्यो बेला चाहिँ यो बाटो धामी अर्थात् नाक्सुङहरू बाटोमा ढोलझेम्टा ठोक्दै के भन्दै गाउँछन् भने अहिले स्थाकिदियो उहाँको धामिनीहरू को धामिनी त्यो बेला यहाँ धामिनीहरू हुन्छ बाटोमा होइन अनि उनले के भन्दै गर्छ भने सै पाउँ दालले छोप्ने पै पाउँ गर्दै बाहिर फुटा हान्दियो त यहाँ यता पनि यता मेरो मोबाइल त कहाँ गएर भन्छ घुम्नु सके के यस्तो ब्लग पनि गर्नुपर्ने आज एडिट गरेर फोन यहाँ छ जति सक्छु होइन एडिट हान्नु राखेर घुम्नु गाह्रो छ नि कहाँको फोटो खिच्नु राम्रो छ कि म बयानै गर्न सक्दिनँ अहिले हामी 3 थुम्की आइसकेको छौँ अबे के भयो 3 थुम्की फाइनली गाइजहरू हामी यता यता भाइ 3 थुम्की आइसकेको छौँ हाम्रो साथीहरू आउँदैछ चिसो मौसम छ हामी चाहिँ वेटिङमा छौँ चिसो मौसम छ गाइजहरू के भन्नु यस्तै छ हालत यस्तो छ हामी चाहिँ लाग्यौँ यहाँ पुग्यौँ हामी चाहिँ गाइजहरू 3 थुम्की कि के अरे ओभर चिसो हावा आइरहेछ यहाँ चाहिँ गाइजहरू त्यही नि म हजुरहरूलाई साथ दिइरहेछु वाउ आउनु उहाँ छ मेरो साथीहरू म यहाँ बिचमा छु सबैजना आफ्नो गाउँ ठाउँहरू देखाइरहेछ म चाहिँ भ्लग बनाइरहेको छु होइन त्यसमा त फेरि गुटुङटुङ हिँडिने हो नि उकालो र ओह्रालो मात्रै गाह्रो हुने हो मलाई होइन त्यसो त फेरि गुटुङटुङ हिँडिने हो नि ओठ फुटेर के भइरहेछ दामी बाटो दामी वाउ जस्ट लुकिङ लाइक वाउ यो क्यामेराले पनि क्याप्चर गर्न सक्दैन क्या त्यस्तो सुन्दरता छ छिटो म चाहिँ अगाडि पनि छुइनँ पछाडि पनि छुइनँ बिचमा छु कि मेरो साथीहरू उहाँ आउँदैछ म चाहिँ बिचमा छु यता काका र भाइ हुनुहुन्छ म यहाँ बिचमा छु यो ठाउँको नाम के हो यो डाँडामा आइसकेको छौँ हामी चाहिँ सबैजना थकित अनुहारहरू हेर्नुहोस् यस्तो थकित भएर म यहाँ बसिरहेको छु गाइजहरू मेरो अनुहार त गाइजहरू गाह्रो छ भ्लग बनाउन ब्याट्री सकिरहेछ एकातिर कस्तो छ अरे सिन भन्दिनु एकदम राम्रो छ स्वर्गमा पुगे जस्तो लाग्यो यो बाटोहरू यो सिनहरू यति राम्रो छ कि गाइजहरू म एक्सप्लेन नै गर्न सक्दिनँ क्या मलाई गाह्रो त गाह्रो भइरहेछ होइन हल्का त भइहाल्छ नि अब हिँड्ने बानी छैन मेरो फर्स्ट टाइम हो होइन त्यही मलाई केही रिग्रेट भएको छैन ओभर मजा आइरहेछ क्या दुखिरहेछ खुट्टा होइन र पनि मलाई ओभर मजा आइरहेछ होइन यस्तो दामी ठाउँ छ क्या म एक्सप्लेनै गर्न सक्दिनँ यस्तो हालत छ मेरो होइन त्यही नि म खुसी छु गाइजहरू यस्तै छ सबैले स्किप नगरी हेरिदिनु होला है म थाहा पाउँछ यहाँबाट कसले स्किप गर्यो कमेन्ट गर्नु होला है कसले होइन स्किप नगरी हेर्नुहुन्छ उहाँहरूले हामी चाहिँ यो ठाउँ आएको छौँ यो ठाउँको नाम के हो धोत्रे देउराली अरे बासिन्दाहरूले भन्नु पर्यो कति खाएको जागा आफ्नो खुट्टा दुखेर मर्नु आँटे यहाँ चाहिँ यस्तो छ है गाइजहरू मेरो हालत पतली भए पनि म भिडियो बनाउनु छोड्दिनँ आया
कुखुराहरू पनि रहेछ यहाँ काटेर खाइदिनु पर्छ होला हौ वाउ के अरे के रहेछ मुन्दुम पदमार्गमा यहाँलाई हार्दिक स्वागत छ दोत्रे देउराली यही रहेछ देउराली दोत्रे भयो वाउ म जस्तो सुकै हालतमा नि भ्लग चाहिँ बनाउनु छोड्दिनँ मेरो हालत पतली भइरहेछ सबैको हात पतली भइरहेछ हालत र पनि म भिडियो बनाउनु छोड्दिनँ गाइजहरू मेरो हालत यस्तो छ यो मेरो नसा बल्झ्यो क्या हालत पतली भइरहेछ होइन काका यता हेर्नु न हेन्सम देखिदिनु भएको छ मेरो हालत चाहिँ यस्तो छ कहिले पुग्नु अब त पुगिन्छ होइन कतिमा ऊ काका त यस्तै भन्छ अघि 1 घन्टा भनेको थियो मलाई फर्स्ट लुकिङ लाइक वाउ आई कान्ट एक्सप्लेन दिस वेदर यहाँ यस्तो भइसकेछ होइन मेरो चाहिँ एकदम मलाई मुटु दुखिरहेछ हल्का होइन चिसोले गर्दा होला मेबी हो कालो उस्तै यस्तो कुहिरो लागिरहेछ हामी किन हाम्रो होमस्टे आइसकेको छौँ धोत्रे हाम्रो फर्स्ट बेस क्याम्प मलाई यहाँ बाटो बसेर हल्ला गर्नु पर्दैन यहाँ मलाई कराएर मार्नु फर्स्ट बेस क्याम्प आइसकेको छौँ धोत्रेको भइसक्यो घोडा पनि रहेछ यहाँ यता यता हेर्नु काका ल हामी हाम्रो मा छिरिमौँ एभ्रिवान के सल्लाह आजको ट्रेक कस्तो लाग्यो एभ्रिवान बहिनी बहिनी बस न बहिनी बस न ट्रेक कस्तो लाग्यो केटीहरूलाई कोही बोल्ने अवस्थामा छैन हामी चाहिँ हाम्रो के पो होमस्टेमा आइसकेको छौँ यहाँ चाहिँ लोकलको सुप हुँदैछ यता भाइ हुनुहुन्छ यता त्यही भएर नुडल्स खाँदैछ यहाँ चाहिँ कति भोक लागेर नुडल्स इन्स्टेन्ट नुडल्स अब हुँदैन यहाँ चाहिँ इन्स्टेन्ट नुडल रेडी हुँदैछ भोकले टाट पल्टेर यहाँ चार्जर पाले पाली गर्नुपर्ने अरे क्या चान्स ल ल हेर्छु ओनरहरू त फेरि छ नि यहाँ क्याप्चर सब्स्क्राइब गरिनु भने टिकटकमा सब्स्क्राइब गरिदिन्छु भनेर थ्यांक यू लानु भयो भन्नु आगो बाल्ने ठाउँ अरे गाइजहरू हाम्रो यता कस्तो हुँदैछ अरे प्रेरणा मिस 2टा टाउजर लाउँदा नि के भइरहेछ अरे भन्देऊ न भन्देऊ ए खाना पकाइरहनु भएको छ मलाई त भेनाले फेरि सोल्टी भनेर ढोक्नु पनि लागेको नि त ढोक्दी पनि हालेको कुकिङ गर्ने भेनाले अनि सोल्टी ढोक्नु भनेपछि आफ्नो आफ्नो दुनियाँ छ है तास जाँदैछ यता अर्कै दुनियाँ छ उता अर्कै दुनियाँ यहाँ अर्कै दुनियाँ यहाँ अर्कै दुनियाँ भित्र अर्कै दुनियाँ आफ्नो आफ्नो छ यहाँ चाहिँ किचन है यहाँ किचन यहाँ भाले काट्नु हुँदैछ डटफट चाहिँ हुनुपर्छ यतिको डटफट भेना सालीहरू भएपछि आमा भेनाले तर यो कामको डटफट होइन नि सालीहरूलाई देखेर जोस चलेको यतिकै चाहिँ डटफट हुनु पर्यो गाइज यो चाहिँ आजको लागि हाम्रो बेडरुम हो बस्नु बस्नु भित्र यस्तो छ गाइज यस्तो जाडो छ भन्न सकिन्न सम्झना नै मिठो हुन्छ जुनी जुनी साजिन्छ त्यही मिठो सम्झनाले यहाँ चाहिँ इटरीको भाइहरूको टिममा मेरो काका नाचिरहनु भएको छ
ठिक छ जय ज्याउरे र खोइ आफ्नो आफ्नो दुनिया यता हाम्रो काकाले नाचेर पनि आइसक्नु है रातिको 10 बजे खुवाएछ यतिको चाहिँ खानु पर्यो पुरा केयरिङहरू चलिरहेछ होइन गाइजहरू आजलाई चाहिँ म चाहिँ मुख पनि धुएको छुइनँ वास्तवमा भन्नुपर्दा होइन आजको लागि भ्लग चाहिँ यति नै हो गाइजहरू अब यो पाठ गरेर आउँछ धेरै भयो भने होइन मैले आजलाई चाहिँ इन गरेँ मेरो मोबाइलले तान्दैन आजलाई